साथीहरु मैले चाहिँ सुने हैन यो मह र अनि त्यसपछि बेसार यसरी मिसाएर फेसमा लायो भने चाहिँ टलल्ल टल्किन्छ रे के फेस चाहिँ। हुन त मैले अहिलेसम्म लाएको छैन, अहिलेसम्म मैले के पनि त्यस्तो फेसमा त्यस्तो के लाउने हैन त्यस्तो गर्ने के पनि त्यस्तो गरेको छैन अहिलेसम्म चाहिँ। आज चाहिँ म पनि ट्राई गर्नु पर्यो के फेसमा यसरी बेसारलाई यसरी घोल्नुपर्छ रे। मैले नि टिकटकमा देखेको थिएँ के यसो गर्नुपर्छ रे। अनि कतिजनाहरूले चाहिँ दिदीबहिनीहरूले चाहिँ लाउनु भएको थियो के यस्तो गरेर घोलेको देखेको थिएँ। अनि त्यसपछि गएर यसरी यसलाई यसरी फेसभरि यसरी लगायो भने चाहिँ लगाउनुपर्छ रे। अनि यसरी लगाएर सुक्ने जेलसम्म चाहिँ यसलाई राख्नुपर्छ रे। अनि कति चम्किलो हुन्छ रे के फेस चाहिँ। म चाहिँ खास त्यस्तो धेरै के पनि गर्दिनँ, मेकअप पनि गर्दिनँ हैन। अनि फेसमा चाहिँ त्यसो के पनि अहिलेसम्म चाहिँ मैले लाएको छैन क्या यस्तो के पनि फेस प्याकहरू। अनि यो मान्छेहरूले के गर्छ नि के भन्छ त्यो फेस के भन्छ त्यो सफा गर्ने के भन्छ नि भन्न पनि आउँदैन, त्यस्तो चाहिँ के पनि गरेको छैन हैन। मेरो चाहिँ यतिकै फेस चाहिँ नेचुरलै पिम्पल त्यस्तो के पनि आएको छैन के आउँदैन। अनि म पनि आज चाहिँ शनिबार अलिकति फुर्सद भएको बेलामा ट्राई गरौँ हैन, आफूलाई पनि टाइम दिउँ, अलिकति राम्ररी बनौँ भनेर खोजे। कस्तो हुन्छ होला यो थाहा छैन। यसरी लाउने रे टुक्क राम्रो देखिन्छ रे, ब्युटिफुल देखिन्छ रे हैन। अनि यसरी यहाँ कम्फर्ट छ होला यसरी लाउने। लाएको देखेको क्या मलाई चाहिँ खास लाउन आउँदैन के गर्ने हो। यता पनि यो आँखाको माथि लाउने हो कि नलाउने हो यस्तोमा पनि अलिकति लाउँछु ल कस्तो हुन्छ होला। यता पनि लाउनुपर्छ होला नि, यता पनि त फेरि टल्किनु पऱ्यो नि त। फेरि यहाँनिर चाहिँ टल्केन भने चाहिँ कस्तो हुन्छ त टललल भन्नु पर्यो क्या साथीहरू। म पनि अलिअलि सिक्नु पर्यो भनेको फुर्सद हुँदैन, छोराछोरी भन्दा घरको काम धन्दा यता भन्दा उता भन्दा हैन फुर्सदै नहुने कि मलाई चाहिँ। यसरी लाउँछु कस्तो हुँदो रहेछ। आज चाहिँ राम्ररी बनाउँ न त म पनि भनेर